समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरुबाट। परराष्ट्र मन्त्री खनालसँग युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त भेट। इबोलाबाट कंगोमा 200 भन्दा बढीको मृत्यु, जो व्यापी स्वास्थ्य आपतकाल घोषणा। प्रधानमन्त्री शाहले युरोपेली देशका राजदूत तथा मिसन प्रमुखसँग मंगलबार छलफल गर्दै। सभापति लामिछाने आफ्नै ढंगले भारत जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीको भ्रमणसँग सम्बन्ध छैन, प्रवक्ता पोखरेल। कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया छिटो र व्यवस्थित गर्न खटायो केन्द्रीय प्रतिनिधि। भारतमा यस महिनामा चौथो पटक बढ्यो इन्धनको मूल्य। पूर्वाधार न्यायाधिकरण बनाउँछौं मन्त्री गौतम। प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्नुपर्छ, प्रवक्ता पोखरेल। धादिङको रुबिङ भ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार। सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएका शिक्षक विरुद्ध मुद्दा दायर। पोखराको फिर्की खोला आसपासमा आज पनि संरचना हटाइयो। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।